फ्रिल्यान्स चाहिँ स्किल के सिकेर आउँदा राम्रो हुन्छ, जब केमा चाहिँ धेरै पाइन्छ, केमा धेरै अपर्च्युनिटी हुन्छ भनेर एकदम धेरै सोधिराख्नु भएको थियो नि त होइन। अनि के चाहिँ स्किल सिकेर आउँदा हुन्छ सजेस्ट गरिदिनु, एउटा भिडियो बनाएर हालिदिनु भनिरहनु भएको थियो सबैजनाले। अनि सो आज म त्यसकै बारेमा भिडियो बनाएर हाल्दैछु, यो भिडियो लास्टसम्म हेरिदिनु होला। हेलो एभ्रिवान, वेलकम ब्याक टु अ न्यू भिडियो। दिस इज विदिनेश खड्का। सन्चै हुन्छ ल, म पनि एकदम धेरै नै सन्चै छु। अनि सो साथीहरू, आजको भिडियो पनि स्टार्ट भइसकेको छ। अनि अहिले चाहिँ भन्नुहुन्छ भने 9 बज्नलाई 2 मिनट बाँकी छ, तर पनि अझै उज्यालै छ, किनकि यो अचम्मको देश छ। यहाँनिर प्राय उज्यालै हुँदैछ। 9 बजीसम्म उज्यालो छ भनेपछि 10, 11, 12 पछि 12 बजीसम्म घाम लाग्छ अरे, कहाँ उज्यालै हुन्छ अरे भनेपछि अचम्म होइन त। अनि सो त्यही हो, अहिले चाहिँ म रुम फर्किँदैछु साथीहरू है। अनि मलाई चाहिँ एकदमै धेरै सोध्ने क्वेसन थियो नि त होइन, फ्रिल्यान्स चाहिँ स्किल के सिकेर आउँदा राम्रो हुन्छ, जब केमा चाहिँ धेरै पाइन्छ, केमा धेरै अपर्च्युनिटी हुन्छ भनेर एकदम धेरै सोधिराख्नु भएको थियो नि त होइन। अनि के चाहिँ स्किल सिकेर आउँदा हुन्छ सजेस्ट गरिदिनु, एउटा भिडियो बनाएर हालिदिनु भनिरहनु भएको थियो सबैजनाले। अनि सो आज म त्यसकै बारेमा भिडियो बनाएर हाल्दैछु, यो भिडियो लास्टसम्म हेरिदिनु होला। अनि भिडियो सुरु हुनुभन्दा अगाडि चाहिँ प्लिज तपाईँहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु, अनि यो भिडियोलाई लाइक गरेर सेयर पनि गरिदिनु होला। हजुरहरूको जस्तै अरू मान्छेले खोजिरहनु भएको छैन, उहाँहरूलाई थाहा हुन्छ है त। साथीहरू सुरु गरौँ है त आज तपाईँहरूको क्वेसनको एन्सर। सबैभन्दा फिनल्यान्डमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के हो भनेर भन्नुपर्दाखेरि यहाँ चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुराहरू चाहिँ ल्याङ्ग्वेज हो। यहाँको ल्याङ्ग्वेज चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यहाँको ल्याङ्ग्वेज भएन भने चाहिँ लास्टै दुःख पाइन्छ, किनकि यहाँको ल्याङ्ग्वेज छ भने हामीले प्रायः जस्तोसुकै जबहरू पनि पाउन सक्छौँ। अब आफूले आफ्नै फिल्डको जबहरू पनि पाउने चान्स हुन्छ यदि हामीलाई यहाँको ल्याङ्ग्वेज आयो भने, किनकि यहाँको ल्याङ्ग्वेज चाहिँ फिनिस ल्याङ्ग्वेज हो। अनि तपाईँहरू फिनल्यान्ड आउँदाखेरि चाहिँ फर्स्टमा चाहिँ हजुरहरू फिनिस ल्याङ्ग्वेज सिकेर आउनु होला। अब कहाँबाट सिक्ने के गर्ने भन्ने कुराहरू चाहिँ अब कतितिर अनलाइन क्लासहरू पनि लिइरहेको हुन्छ, हो त बुझ्ने कन्सल्टेन्सीहरूतिरबाट एप्लाई गर्नुभएको छ भने, अनि नत्र युट्युबबाट नत्र डियोल्याङ्गोहरूबाट यस्तोहरूबाट चाहिँ तपाईँहरू गर्न सक्नुहुन्छ। सबभन्दा इम्पोर्टेन्ट चाहिँ यहाँको त्यही हो, ल्याङ्ग्वेज हो। अनि ल्याङ्ग्वेज सिकेपछि तपाईँहरूले जब पाउने चान्स चाहिँ एकदम हुन्छ। अनि नजानु एकछिन जब पाउने चान्स हुन्छ। अनि सो अनि अरू स्किलहरू चाहिँ के चाहिँ गर्नु भन्दा नम्बर 1मा चाहिँ ल्याङ्ग्वेज सिकेर आउनु। अनि ल्याङ्ग्वेज पछि चाहिँ जे जब एप्लाई गर्दा पनि अनि माग्ने भनेको चाहिँ गाडी लाइसेन्स हो। अनि सो गाडी लाइसेन्स पनि लिएर आउनुपर्ने हुन्छ, किनकि त्यो पनि एकदम धेरै नै इम्पोर्टेन्ट छ। किनकि कामको लागि पनि ड्राइभिङ लाइसेन्स खोजिरहेको हुन्छ यहाँनिर। अनि ड्राइभिङ लाइसेन्स सकेपछि चाहिँ अर्को त्यसपछि तपाईँहरूले अब केटीहरूले यसो केटीहरूले पार्लरहरूतिर सिकेर आउनु होला। पार्लरहरू सिकेर आउनु भने त्यो पनि पाउने चान्स धेरै नै छ। अनि केटाहरूले पनि अब त्यही हेयर कटिङहरू सिकेर आउनु होला, त्यो पनि एकदमै चान्स छ एकदम। त्यो चाहिँ महँगो छ नि त यहाँनिर कपाल काट्न। अनि आफैले पनि गर्छु भन्दा पनि मिल्ने चाहिँ कपाल काट्ने हो केटालाई। अनि त्यहाँपछि केटाहरूले सुसीहरू बनाउन सिकेर आउँदा पनि हुन्छ, त्यो पनि पाउने चान्स हुन्छ। अनि अर्को चाहिँ बार टेन्डर पनि यहाँ एकदमै चल्छ। अनि बार टेन्डरहरू पनि सिकेर आउनुभयो भने चाहिँ पाउने चान्स धेरै नै हुन्छ बार टेन्डर पनि। बारिस्ता चाहिँ खासै पाइन्छ जस्तो लागेन, किनकि बारिस्ता पनि सिक्दा हुन्छ हुने भन्नुहुन्थ्यो, तर म पनि बारिस्तै सिकेँ हो। सिकेँ होइन, म त गरेरै आएको कुवेतमा 4-5 वर्ष, तर पनि बारिस्ताको काम पाएन। अनि त्यही हो सबभन्दा मेन भनेको चाहिँ ल्याङ्ग्वेज सिकेर आउनु। त्यहाँपछि चाहिँ अरू कुराहरू त प्रायः पाइन्छ नि, जे अब ल्याङ्ग्वेज खोज्छ। अनि त्यही हो, अब यो वेटरको पनि खासै काम छैन रहेछ यो देशमा। अब साउदी, कतर, कुवेततिर त प्रायः वेटरलाई बेग्लै लान्थ्यो, यहाँ त्यस्तो पनि देखिनँ कहीँ पनि। अनि प्रायः एउटा यत्रो ठुल्ठुलो रेस्टुरेन्टमा 3 जनाले चलाइरहेको हुन्छ। अनि त्यही भएर त्यस्तो खासै छैन। अनि यहाँको फिनिस फुडहरू बनाउन सिकेर आउँदा पनि हुन्छ, फिनिस रेस्टुरेन्टतिर काम पाइने चान्स हुन्छ। अरू त त्यस्तै हो, इम्पोर्टेन्ट भनेको ल्याङ्ग्वेज अनि ड्राइभिङ लाइसेन्स, यति चाहिँ लिएर आउनु होला। अरू त्यस्तै हो। अनि त्यो तपाईँलाई अरू के मोर इन्फर्मेसन चाहिन्छ भने प्लिज कमेन्ट गर्नु होला। अनि मेरो इन्स्टाग्राम प्रज्वल खड्का मेसेज गर्नु सक्नुहुन्छ भन्दै आजको भिडियो चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु। थ्याङ्क्स फर वाचिङ माई भिडियो। किप सब्सक्राइब माई युट्युब च्यानल।